अब मेरो अहिले यहाँ 500ले अब मासिक मेरो त्यस्तै 60-70 हजार मजाले बचिरहेको छ। यसमा त हाम्रो फाइदा भनेको 50% भन्दा बढी नै हुन्छ। अब दाना भनेको यिनीहरूले बढी खाँदैन। अब धेरै उनीहरूको बयसमा 100 ग्रामभन्दा बढी खाँदैन दिनमा, त्यही पनि बढी खानेले। अब एक फेर गर्दा भएन भनेर हरेस खानु भएन। जुन काम आफूले गर्न थालेपछि त्यसमा अठोट भएर चाहिँ गर्नुपर्छ होइन। सुरुमा चाहिँ 200-400 पाली अनि बढाउँदै बढाउँदै गएर अहिले 3 वर्ष जति भयो। सबभन्दा राम्रो सोनाली अब अरू कुखुराभन्दा यो चाहिँ अब मैले पालेदेखि चाहिँ राम्रो छ। अब यसमा हुर्काउनलाई नि सजिलो, त्यति अब दुःख गर्नु परेन यसलाई होइन। विदेशबाट आएपछि के गरौँ कसो गरौँ अलिकति केही गर्नु पऱ्यो भन्ने सोच भयो। त्यसपछि बुझेर ल्याउँदाखेरि अनि कुखुरा फार्मै गर्नु पऱ्यो भनेर गरेँ। आदरणीय दर्शकबिन नमस्कार। पौरखीहरूको मनको कथा सुनाउने यस पुर्ख्यौली टिभीमा यहाँलाई स्वागत छ र साथमा छु म हजुरकै प्रस्तुता प्रकाश तामाङ। सदाझै आज पनि हामी कृषि पेसा सम्बन्धी कृषक दाजुभाइ दिदीबहिनीहरूको मनको दुःख सुख यी पौरखी हातहरूको कथा व्यथा सुनाउने क्रममा आज म गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 नयाँ पाटी शनिस्टारमा आइपुगेको छु र विगत लामो समयदेखि सोनाली कुखुरा पालन गर्दै आउनुभएको हाम्रो सरसँग केही भलाकुसारी गर्दैछौँ र यतिखेर हजुरहरू हाम्रो भिडियो कुन ठाउँबाट, कुन गाउँबाट, कुन देशबाट, कुन प्रदेशबाट, स्वदेशबाट, विदेशबाट यतिखेर हामीलाई हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गर्न चाहिँ पक्कै पनि कन्जुसाइ नगरिदिनु होला। किनभनेदेखि हजुरहरूको कमेन्टले नै हामीलाई थप भिडियो बनाउन लागि थप ऊर्जा प्राप्त हुनेछ र हाम्रो भिडियो सेयर गरेर पक्कै पनि माया साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने हामीले आशा लिएको छौँ। भन्दै ढिला नगरिकन म कार्यक्रमलाई अगाडि बढाइहाल्छु। हजुर यहाँलाई स्वागत छ कार्यक्रममा। हजुर धन्यवाद। हजुरको परिचय? मेरो गोलबहादुर आले मगर, घर मेरो पहाड घर धादिङ, यहाँ चाहिँ माङ्काल पानी ट्याङ्की। अहिले हाल फार्म चाहिँ यो गोकर्णेश्वर नगरपालिका नयाँ पाटी 2 मा चाहिँ अहिले मैले कृषि फार्म कुखुरा पालन गरिरहेको छु। सुरुमा हजुर यो कहिलेदेखि सुरु गर्नुभयो हजुरले? मैले सुरु गरेको त अब सानोतिन त घरमै पनि छतमा पालिरहेको थिएँ, 9-10 वर्षै भयो। यहाँ चाहिँ 5 वर्ष जति भयो अहिले पाल्न थालेको चाहिँ। पहिला म विदेशतिर थिएँ होइन। विदेशबाट आएपछि के गरौँ कसो गरौँ अलिकति केही गर्नु पऱ्यो भन्ने सोच भयो। त्यसपछि बुझेर ल्याउँदाखेरि अनि कुखुरा फार्मै गर्नु पऱ्यो भनेर गरेँ। पहिला सुरुमा ब्रोइलरहरू पालेँ, ब्रोइलर पाल्दा त्यति राम्रो भएन। पछि अनि यहाँ नजिकको भाइहरूसँग चर्चा गरेर उहाँ भाइहरूले चाहिँ नि सोनाली कुखुरा पाल्नु भएको रहेछ अनि म पनि पाल्नु पऱ्यो भनेर सुरुमा चाहिँ 200-400 पालेँ अनि बढाउँदै बढाउँदै गएर अहिले 3 वर्ष जति भयो। मेरो अहिले यहाँ खोरमा 500 जति ठुलो अन्डा दिने छ अनि मसिनो पनि हुर्काउँदैछु, त्यस्तै 8-900 जति छ। हजुर यो सोनाली कुखुरा पालन गर्ने हजुरलाई सोच विचार रहर कहाँदेखि आयो? कसैले चाहिँ नि सोनाली पालन गर्दाखेरि यस्तो हुन्छ है भन्ने हजुरले कहीँबाट जानकारी पाउनुभयो कि कसरी सुरु गर्नुभयो? हजुर त्यो त अरू साथीभाइहरूसँग जानकारी पाएर पहिला ब्रोइलर पालिरहेको थिएँ होइन। ब्रोइलरमा धेरै दुःख पनि, त दुःखको अनुसारको इन्कम पनि भएन। अनि साथीभाइहरूसँग सरसल्लाह गर्दाखेरि यो नजिकै फार्मनिर भाइले पालिरहेको थियो, उहाँसँग सल्लाह गरी उहीँबाट चाहिँ नि चल्लाहरू उत्पादन उहाँले नै गर्नुहुन्थ्यो अनि उहाँसँग सल्लाह लिएँ अनि त्यसबाट सुरु गर्दाखेरि राम्रै भयो। अनि त्यसपछि चाहिँ उहीँहरूसँग नि सरसल्लाह गरेर अहिलेसम्म पालिरहेको छु, राम्रै भएको छ। आम्दानी हुँदो रहेछ अझै? आम्दानी हुन्छ यसमा। अब यसमा भने धेरै रोगहरू लाग्ने त्यस्तो कमै छ यसमा होइन। अब त्यही हो, चल्लामा चाहिँ राम्रोसँग हुर्काउन सक्नु पऱ्यो, दाना पानी चाहिँ टाइम टेबलमा दिन सक्नु पऱ्यो। अब उनीहरूलाई के कस्तो भइरहेछ टाइम टाइममा चाहिँ निगरानी गर्नु पऱ्यो। त्यही अनुसार गऱ्यो भने यिनीहरूलाई राम्रो नि हुन्छ र फाइदा पनि हुन्छ। आम्दानी कसरी हुन्छ हजुर यसको? यो जस्तो मल बेचेर हुन्छ कि अन्डा बेचेर हुन्छ कि? यसमा त हरेक हो। अब अन्डा बेचेर नि हुन्छ, अब पोथीबाट अन्डा आइहाल्छ, अन्डाबाट नि हुन्छ। मासु बेच्दाखेरि मासुबाट नि हुन्छ। राम्रो छ यसमा, मासुबाट नि ठिकै छ, अन्डा अझ अन्डाबाट झन् राम्रो हुन्छ, अन्डाबाट नि छ। अहिले अन्डाको माग बढेर मैले पुर्याउन सकेको छैन, फोन गरिराखेको हुन्छ, अन्डै पुर्याउन सकेको छैन अहिले मैले। हजुर यो एक दिने चल्ला ल्याइसकेपछि त्यसलाई कसरी हुर्काउने, ब्रुडिङको व्यवस्था कसरी गर्ने, त्यसको टेम्परेचरहरू कसरी मिलाउने, कसरी गर्दा चाहिँ यिनीहरू मोर्टालिटी कम हुन्छ, के छ हजुर? अब यसलाई हुर्काउने बेलामा चाहिँ नि अब भनौँ न हाम्रो त्यहाँ अब कतिको चिसो के छ त्यहाँ होइन, एरिया अनुसारको हामीले अब मैले चाहिँ अहिले चाहिँ नि यो सुतीको कपडा तल तल बेरेर राखेको छु अनि लाइटहरू के अरे चाडा लाइट राखेको छु तात्कालको लागि। त्यसमा चाहिँ नि चल्लाहरूलाई सुरुमा त अब भुस त चाहिन्छ होइन, तातोको लागि। अनि तातो चाहिँ हामीले 33बाट 38सम्म डिग्री हुनु पर्यो। त्यो भएपछि अनि दाना पानी टाइम टेबलमा दिएपछि यसमा रोगटोक लाग्दैन। अब त्यही हो। अब अन्डा सुरुमा चाहिँ अन्डा पचाउनको लागि चाहिँ नि अन्डा पचाउने अब भिटामिनहरू दिनुपर्छ। त्यो दिएपछि अब धेरै दिनु पनि पर्दैन, 3 दिन अथवा 5 दिन दिँदाखेरि अब राम्रो हुन्छ। अहिले वैदेशिक रोजगारीबाट आउनुहुने फर्किनुहुने हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरूले कमेन्ट गर्नुहुन्छ आफ्नो देशमा आएर पनि यसरी
पशुपन्छी पालन कुखुरा पालन गरेर आत्मनिर्भर हुन सकिएला त आम्दानी होला त भन्ने उहाँहरूको चाहिँ नि सोच विचार छ होइन उहाँहरूलाई लागेको एउटा चाहिँ खुल्दुली छ हामीलाई कमेन्ट गर्नुहुन्छ कसरी गर्दाखेरि ठिक होला आम्दानी कतिको होला आत्मनिर्भर कसरी होला के होला चाहिँ होइन यसबाट हुन्छ नहुने होइन हुन्छ तर आफ्नो मिहिनेत पनि चाहिन्छ र अब एक फेर गर्दा भएन भनेर हरेस खानु भएन जुन काम आफूले गर्न थालेपछि त्यसमा अटोट भएर चाहिँ गर्नुपर्छ होइन सबभन्दा राम्रो सोनाली अब अरू कुखुराभन्दा यो चाहिँ अब मैले पालेदेखि चाहिँ राम्रो छ अब यसमा हुर्काउनलाई नि सजिलो त्यति अब दुःख गर्नु परेन यसलाई यो तातो र त्यसलाई दाना पानी टाइम टेबलमा दिएपछि पुग्छ अब त्यति साह्रै दुःख गरेर खट्नु नि पर्दैन यो ब्रोइलरहरूलाई जस्तो राम्रो छ यसमा इन्कम हुन्छ यो मोर्टालिटी कतिको छ हजुर यसमा मोर्टालिटी त अब जिरो नै हो यसमा मोर्टालिटी त्यति अब के अरे जिरो नै हुन्छ यसमा अहिले यो सोनाली कुखुरा पालिरहँदाखेरि आम्दानी चाहिँ कतिको हुन्छ यो कति प्राय हाम्रो कृषक हाम्रो यस च्यानल हेर्ने दाजुभाइ दिदीबहिनीहरूले के भन्नुहुन्छ भने कति दाना खान्छ कसरी फाइदा हुन्छ कति पर्सेन्ट फाइदा हुन्छ भन्ने कुराहरू उहाँहरूको कमेन्ट छ कति फाइदा हुन्छ हजुर यसमा त हाम्रो फाइदा भनेको 50% बढी नै हुन्छ अब दाना भनेको यिनीहरूले बढी खाँदैन अब धेरै उनीहरूको बयसमा 100 ग्रामभन्दा बढी खाँदैन दिनमा त्यही पनि बढी खानेले तर त्यति पनि खाँदैन अब मैले अहिले 500 को हारारी पालिरहेको छु त्यति 100 ग्राम नि खाएको छैन मेरो हुन्छ यसमा फाइदा राम्रै हुन्छ मासिक आम्दानी कति हुन्छ हजुर एभरेजमा अब मेरो अहिले यहाँ 500ले अब मासिक मेरो त्यस्तै 60-70 हजार मजाले बचिरहेको छ यसरी कुखुरा पालन गरिरहनु हुँदाखेरि जस्तो अहिले जाडो याममा चाहिँ चल्ला अलिकति कम हाल्नुहुन्छ कृषक दाजुभाइ दिदीबहिनीहरूले जाडो महिनामा हुर्काउनलाई कति गाह्रो हुन्छ जाडो महिनामा चल्ला मर्ने मृत्युदर कति छ के छ हजुर होइन यो जाडो र गर्मी भन्नाले त्यति फरक पर्दैन यो जाडोमा चाहिँ हामीले के भने तातो बढी दियो भने त्यो मर्ने सम्भावना कमै हुन्छ यो मर्दै मर्दैन जिरो नै हुन्छ त्यसलाई चाहिँ नि अब जाडोको टाइममा त्यही अनुसारले तातो दिन सक्नु पर्यो गर्मीको टाइममा त्यही अनुसारले चाहिँ नि तातो आफूले मेन्टेन गरिदिनु पर्यो त्यसो हुँदाले यो त्यति मर्ने चान्स चाहिँ बढी हुँदैन किसानहरूले सोध्छ अब यो जाडोमा चाहिँ नि चिसोले मर्छ उनीहरूलाई टेम्परेचर ट्याक्क मिलाइदियो भने नि मर्दैन तर हामीले यो मासुहरू बेच्नको लागि यो जाडोमा हुर्काएको कुखुराहरूको राम्रोसँग फाइदा लिन सकिन्छ किनभने धेरैले पाले हुँदैन कमले पाले हुन्छ अब अस्तिताको जाडोको टाइममा यति कुखुराहरू खोज्यो मैले पनि पुर्याउन सकेन जति सक्दो जाडोमै हुर्काएर पाल्न सकेर अब त्यो मेन्टेनेन्स गरेर पाल्न सक्यो भने यो चाहिँ फाइदा हुन्छ जाडोमा चाहिँ कुखुरा पालनकै कुरा गरिरहनु हुँदाखेरि रोगहरू कस्तो खालको रोगहरू लाग्छन् अनि त्यो रोग लाग्न नदिनको लागि केही उपायहरू छ कि रोग लागिसकेपछि औषधि उपचार कसरी गर्नुपर्छ हजुर अब खासै यिनीहरूलाई त्यति बढी रोग लाग्दैन एउटा त्यही हो गर्मीको टाइममा चाहिँ नि यिनीहरूलाई यो मच्छरले उ गरेर चाहिँ एट्याक गरेर चाहिँ फलपक्सहरू देखा पर्छ मैले चाहिँ अब यो जब त्यो अब लाङपुटेहरू लाग्ने बेला टाइममा चाहिँ नि लिक्विडहरू बालिदिन्छु लिक्विड बालिदिएपछि त्यस्तो रोगहरू त्यति आउने सम्भावना कमै हुन्छ कुखुराहरूलाई चाहिँ भ्याक्सिनको कुराहरू पनि छ होइन हजुर यो कुखुराहरूलाई कुन भ्याक्सिन कतिखेर कुन समयमा कतिवटा भ्याक्सिनहरू दिनुपर्छ त्यसको बारेमा पनि अलिकति भन्नुहोस् हामीले खास भ्याक्सिन चाहिँ 4वटा भ्याक्सिन दिनुपर्छ सुरुमा 7 दिनमा चाहिँ रानीखेतको 14 दिनमा चाहिँ नि गम्बारो त्यसपछि फेरि अब 21 दिनमा त्यही रानीखेतकै रिपिट हुन्छ अनि फेरि 28 दिनमा चाहिँ नि गम्बारोकै रिपिट हुन्छ र यसरी दिएपछि पछि फेरि हाम्रो 45 दिन भनौँ न 1 महिना क्रस भएर 45 दिनभित्रमा फेरि महिनामा चाहिँ त्यसरी दिँदाखेरि चाहिँ राम्रो हुन्छ मैले त्यही गरेर दिइरहेको छु यिनीहरूलाई महिनामा अनि बेला बेलामा हामीले जुकाको औषधिहरू दिने लिभर टोनिकहरू दिने त्यो गऱ्यो भने रोग लाग्नलाई एकदमै कम्ती नै हो जुकाको दबाई पनि अब त्यही हो 45 दिन दिइराख्नुपर्छ जुकाको दबाई र यो लिभर टोनिकहरू टाइममा दिने गम्बारोको पनि अब त्यो एक महिनामा अथवा 45 दिनमा रानीखेतको चाहिँ नि एक महिनामा दिँदा राम्रो हुन्छ प्रायले त दिएको छैन होइन तैपनि यो दिँदाखेरि राम्रो पछि हामीलाई केही रोग लाग्यो अब त्यो दबाईहरू दिँदाखेरि त्यसले चाहिँ अलिकति राम्रो उ गर्छ युवा पुस्ताहरू यसरी चाहिँ कृषि पशुपन्छी पालन हजुरले जस्तै कुखुरा पालन गर्नु खोज्नु भएको आँट्नु भएको हाम्रो युवा पुस्ताहरूलाई चाहिँ हजुरको केही मेसेज केही छ होइन उहाँहरूलाई चाहिँ नि अब युवा पुस्ताहरूलाई अब यसरी पाल्न रहर छ भने अब हामीले त अब जति सक्दो हामीले जे जाने छ सल्लाह दिएर होइन पाल्नु भन्छौँ गर्न सक्नु अब आफूले गर्छु भनेर चाहिँ नि आँट गर्नु पर्यो र नजाने कुराहरू चाहिँ नि अब साथीभाइहरू अब अलि अब चिनेको अथवा जानेको मान्छेहरूसँग सरसल्लाह गरेर पाल्दाखेरि केही फरक पर्दैन यसमा राम्रै छ इन्कमहरू आगामी दिनमा के छ हजुरको सोचहरू मेरो अब यहाँ अझै बढाउँदै जाँदैछु म त अब यही सोनाली नै पाल्ने हो पाल्न चाहिँ अब बढाउँदै जान्छु हेरौँ कहाँसम्म हुन्छ अब पुर्याउन चाहिँ अब 2-4 हजारै एकैचोटि 2-4 हजारै पुर्याउने भन्ने सोचमा छु अहिले चाहिँ नि 1200 अब त्यो हुन त सानो गरेर त धेरै नै हुन्छ मैले हस् त हजुरलाई धेरै धेरै धन्यवाद हजुरको अमूल्य समय बावजुद पनि हामीलाई समय दिनुभयो र हजुरको फार्ममा आएर चाहिँ नि भ्रमण गर्ने एउटा मौका जुराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र आगामी दिनमा हजुरको कार्यहरू अझै सफलतातिर लम्किरहोस् भन्ने हामी पुर्ख्यौली टिभीको तर्फबाट हजुरलाई अग्रिम शुभकामना व्यक्त गर्दछौँ हस् त हजुर धन्यवाद तपाईँलाई पनि
तपाईँले पनि टाइम दिएर यहाँसम्म आउनुभयो, तपाईँलाई नि धन्यवाद।